प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थितमा मेरो हार्दिक नमन। म सरासर रचना प्रस्तुत गर्नतिर अगाडि बढ्दैछु। म अस्ति पहाडमा मेरो गाउँ पहाडमा जाँदाखेरि एउटा त्यहाँको माहौल देखेँ। त्यो पुरानो घर सम्पूर्ण कुरा देखेर मैले पनि एउटा यो भुजङ्ग पर्याप्तकै छन्दमा एउटा जन्मस्थली भन्ने एउटा सानो रचना रचेको छु। तत्काल आएको त्यो भाव एउटा बडो फुर्ती हान्दै अलि आँसु झार्दै, बडो फुर्ती हान्दै अलि आँसु झार्दै पुगेको छु जन्मस्थलीमा पुकार्दै। भए हर्षले खूब आनन्द आज, भए हर्षले खूब आनन्द आज बसिरहन पाए पुगेरै म साँझ। रमाइरहेको बडो स्वच्छतामा अगाएन तिम्रो गरी यादामा। इज्जत नै थियो तर याद आयो। रमाइरहेको बडो स्वच्छतामा अगाएन तिम्रो गरी यादामा। चुलो चौक गर्ने हली गोठ ठाउँ, चुलो चौक गर्ने हली गोठ ठाउँ नियाली बसेरै पुगी बस्न पाऊँ। जतारा ओखली पुरानो सडेको, जतारा ओखली पुरानो सडेको रहेको छ ढोका पुरानै खडेको। जहाँ साथ नहुनी ढिके नुन राख्थ्यौँ, सानो छटा, जहाँ साथ नहुनी ढिके नुन राख्थ्यौँ लुकाई नराखी भिडी गुड माग्थ्यौँ। रसी डोरलाई किलामा भएको चुके चिन्ह देख्यौँ भोकै रहेको। रसी डोरलाई किलामा भएको चुके चिन्ह देखिन्छ भोकै रहेको। थियो एक धान्नी तमाको निशानी, थियो एक धान्नी तमाको निशानी मदेखि मटक्कै परे झै निशानी। रहेका तमाहा बजाई बसेका, गाउँको बिचमा रहेका तमाहा बजाई बसेका नवर्षा भएरै दुखैमा फसेका। रहेकै पुरानो थिति रीत देखे, रहेकै पुरानो थिति रीत देखे असीमी असीमी गारी नदेखे। त्यहाँ पानी मग्गे सिस्टम भयो हुनाले त्यहाँ पानी मग्गे लेखा असीम असीम भन्नाले एउटा अरू म यो अर्काले लेखेको किताबहरू प्रायः सब पढिने नै रहेछ। मैले पनि धेरै कम पढेको थिएँ तर जब मैले मेरो आफ्नो रचनाहरू यो 55 लेखेँ त्यसपछि आफ्नै कविता पढ्न सुरु गरेँ, अर्काको पनि पढ्न सुरु गरेँ मैले। किनभने यसमा धेरै रहस्य हुँदो रहेछ। मैले आफ्नै कवितामा पनि मैले धेरै रहस्य पाएँ जो मैले कसरी लेखेँ थाहै छैन मलाई। यो मेरो 55 पछिको एउटा यो रचना हो 4 नम्बरमा छ झ्याउगिडीको स्वर भन्ने। भनिहाल्छु हजुर, अब ढिला भए पनि के गरौँ है। यसलाई राम्रोसित सुनिदिनु होला। झ्याउगिडीको स्वर सार्वजनिक छन्दमा। मैना सौन भदौ असौज तकदै पानी हन्या तिरी तिरी मेरा बन फगला सिमार दुखै बस्टा सितो झ्याउगिडी। लागि रन्छे पुकार तो पुछडले त्यहाँ ब्याँ गरी रोषमा हाम्रो अक्कल कहाँ हुनो गुणतिरै जानो मनै दोषमा। भन्ना छे हम कि उठौँ मनुज हो सङ्घर्ष त्याग अर्खाका भरमी कभै जन बडो दुखारी होइ बर। भोगो पोछ पुरो धरा जगतमा जैले चलायो हडै रूपामा कसरी पुगन्छ भणलो फाम नराखी जडै। रूपामा कसरी पुगन्छ भणलो फामै नराखी जडै। तारन तार बनाउन ध्येय भनौँ लक्ष्य समाउन्या भया। हिम्मत हार्नु पनि हुनै नसक्दै थोडा विपत्ति भया। कागत राख्नु पर्छ यो मनभरि सङ्घर्ष गर्दा किल्या। ज्योति जाति तना मना खिति गरे उब्ज्यो नदेख्या कि क्या।
ज्योती जाती तना मना कित्यावरे उजोन देखा क्या खाल्या ताकती संरुखा जमीनमा बरकत करी प्रीतमा पारंबार की दो टुकाट कसरी तेरींचे संगीतमा पारंबार की दो टुकाट कसरी तेरींचे संगीतमा फुट्टा कायक पायला जब उगवड्या संचार नित्या उजा आत्मा का बलमा हनाम पहाड़ धुजा धुजा आत्मा का बलमा हनाम पहाड़ धुजा धुजा झावकी जब पाशनी रुखमथी हुर्री निकलला क्या हिट्टा देखितमै थमाई मुखमै आल्या शयरै पिडा आफ्नो शिव मजाले परकट गरी खान्याक पेटै भरी मान्छे छौ तब लगै गरमणी चढ्नै